हेलो गाइज, वेलकम टु माई च्यानल। र आजको भिडियोमा के छ भन्दाखेरि हामी होस्टेलमा हुँदाखेरि कसरी खाना लुकी छुपी पकाउँथ्यौँ र मासु लिएर आएको थियौँ। सुरुमा हामीले लसुन थिच्यौँ जुगाड गरेर, अनि त्यसपछि प्याज काट्यौँ, धनियाँ, टमाटर, अनि त्यसपछि हामी के गर्थ्यौँ भन्दाखेरि चाहिँ पुरा ढोकालाई पुरा कपडा सपडाले छोपेर बास्ना नजाओस् भनेर है। अनि त हामीले भातहरू पनि क्यान्टिनबाट लिएर थियौँ। अनि उता हेर्नु मैले मासु लिएर काटिरहेको छु। अनि कति रमाइलो हुन्थ्यो कुरै छोड्नु। होस्टेलमा यसरी पकाउँदाखेरि त छुट्टै भाइब के। अझै झ्याल झ्याल बन्द गऱ्यो होइन, अनि झ्याल झ्याल बन्द गरेर बास्न नजाओस् भनेर के। अनि यता कटिङ पनि हुँदैछ साथसाथै। अनि त्यसपछि यसरी यताउति ब्याकग्राउन्ड फेरि हल्का मेसी पनि रहेछ। अनि हामीले यसरी त्यो भाँडामा हल्का तेल होइन घिउ हाल्यौँ, किनभने चाहिँ तेल हाल्यो चाहिँ हल्का गन्हाउँछ भनेर हामी। अनि हालिसकेपछि एकैछिन हिट हुन दियौँ। अनि हजुर भन्नु त हजुरले पनि कसले यसरी ट्राई गर्नुभयो होस्टेलमा। वार्डन एकदम स्ट्रिक्ट हुँदा पनि हामी यसरी लुकीछिपी, एकदम ट्यालेन्ट हो क्या, हामी यसरी लुकीछिपी पकाएर खान्थ्यौँ। किनभने क्यान्टिनको खाना मन पर्थेन। एकचोटि त होस्टेल त बस्नै पर्छ भन्छु म चाहिँ होइन। अनि यतापट्टि साइडमा मैले देखाउँदैछु। त्यसपछि यतिको मजाले भुटेको छ, अझै भुटेको त छैन, अझै भुट्न बाँकी छ है। त्यो एकदम क्रिस्पीवाला मन पर्थ्यो हामी दुइटै रुममेटलाई चाहिँ। एकदम दामी मजा। राम्रो फ्राई दिएको तर यति राम्रो फ्राई भएको छैन, अझै हुनै बाँकी छ। यतिकै राम्रो नि त्यस्तै फ्राई भइसक्यो मजाको। अझै फ्राई हुनु बाँकी छ। क्यामेराहरूले मलाई चलाउन आएन, सो क्यामेरा अफ गर्छु, प्याज हाल्न खोज्छु। यतिको भुटेपछि हामीले साइडमा फेरि खुर्सानी फुराउँछौँ। अनि खुर्सानी फुराइसकेपछि फेरि फ्राई हुन दिन्छौँ। अनि मैले त भुलेको के, यो पकाउँदाखेरि एउटा कहानी घटना पनि घटेको थियो। के घटना घटेको थियो भन्दाखेरि नक गरेर दिदीहरू कागती माग्न आउनु भएको रहेछ होइन। अनि हामीले त यति हतार गरेर सब सामानलाई लुकाएर, अनि त्यो भाँडा जुन भात लिएर थियौँ नि त्यसलाई भुटेको फ्राई गरेको भन्नलाई यस्तो प्लान बनाउनु पऱ्यो थियो। अनि लास्टमा खोज्दाखेरि भेट्यो, अनि दियौँ। अनि त्यो साइडमा पनि हेर्नु त त्यहाँ मासु पाक्दैछ। अब प्याज हाल्यौँ हामीले, अनि त्यसलाई मजाले फ्राई गर्दैछौँ। त्यो मजाले फ्राई हुन्छ। अनि मजाले फ्राई भइसकेपछि हामीले त्यहाँमा छोप्छौँ एकछिनलाई। अनि के टमाटरहरू सब मरमसला एड गरिसकेको रहेछ है। त्यो क्लिप चाहिँ हराएछ, कता हराएछ मलाई पनि थाहा होइन है, सायद स्पेस नभएर मैले उडाइदिएछु क्या हो। अनि मजाले त्यसलाई भुटिसकेपछि मासु त गायब भइगयो त साथीहरू। मासु गायब भए पनि त्यहाँ मासु थियो है। अनि यो यति मिठो भएको थियो कि कुरै छोड्नु। अनि हामीले गार्निस गऱ्यौँ धनियाँले। थ्याङ्क यू फर वाचिङ गाइज।